हाम्रो छिमेकी देश इन्डियाको एप मैले डाउनलोड गर्न गइरहेको छु प्ले स्टोरमा गएर। अब सर्चमा गएर अटो प्ले एप डाउनलोड गर्न गइरहेको छु। मैले पहिलेदेखि नै होइन 3-4 दिन भयो डाउनलोड गरेर राखेको, मेरो ओपन देखाएको छ। अब म लगइन गर्न गइरहेको छु, हजुरहरू लगइन गर्नु होला। म गुगल एकाउन्टबाट गरेको छु। अब हेर्नुहोस् खुल्यो है, मेरो यस्तो खुल्यो, युट्युब जस्तै खुलेको छ। हेर्नुहोस् युट्युबै हो, इन्डियाको युट्युब हो यो। अब हेर्नुहोस् युट्युब जस्तैको छ यो, कपिराइट पनि आउँदैन, केही पनि आउँदैन। जुन पाए त्यही भिडियो हाल्न पनि मिल्छ। आफ्नो ओरिजिनल भिडियो पनि हाल्नु होला है। ब्लग बनाउनु क्याटेगोरीहरू चुज गरेर भिडियो सिडियो हाल्नु होला। मेरो हेर्नुहोस् इन्डियाको एप जो हो है। अब मैले यसलाई यहाँ देखाइरहेको छ, सबै डिटेलहरू देखाएको छ। जुम गरेर म हजुरहरूलाई देखाउँदैछु। हेर्नुहोस् जुम गरेर देखाएको छु, सबै पढ्नु होला के छ। मेरो अपलोड भिडियो च्यानल हो यो, मेरो च्यानल खोलेको छु। च्यानल खोलेर बसेको छु होइन। च्यानलमा मैले भिडियो हालिसकेको छु, 12-13वटा भिडियो हालिसकेँ। 9 फलोवर पुगिसकेको छ। अब काठमाडौँ के लेखेको छु, अपलोड गर्न गइरहेको छु। 2टा च्यानल छ मेरो। अब ग्यालेरीमा गएर भिडियोमा गएर 1 मिनटको भिडियो मात्रै लाग्छ है, त्योभन्दा कम लाग्दैन। 25, 30, 35 लाग्दैन, सिर्फ 1 मिनटभन्दा बढीको भिडियो लाग्छ। हजुरहरूले हाल्नुहोस्। मैले नाचेको भिडियो हालेको छु हजुरहरूलाई देखाउनको लागि। मैले टाइटल पनि त्यत्तिकै लेखेको छु, हजुरहरूले जे लेख्दा पनि हुन्छ। मैले हजुरहरूलाई देखाउनको लागि यो भिडियो स्याम्पलको लागि बनाएको छु, अपलोड गर्न गइरहेको छु। हजुरहरू हेर्नु होला है। यहाँ एड द थम्बनेल भनेको छ, थम्बनेल पनि हाल्न सक्नुहुन्छ। हाल्न पनि सक्नुहुन्छ, नहाल्न पनि सक्नुहुन्छ। तर आफै अटोमेटिक थम्बनेल बनाइदिन्छ के उसले। मेरो त्यही भएर मैले थम्बनेल बनाएको छैन, त्यसैले अटोमेटिक थम्बनेल भएको छ। अब नेपालको झन्डा हालिदिन्छु। नेपालको झन्डा हालेपछि अब म तल पनि त्यही, माथि पनि त्यही। अनि मैले यहाँ गएर सेटिङमा गएर पब्लिक राखिदिन्छु। पब्लिक राखेर अब यो सेटिङ त इलिजिबल राखिदिन्छु। अनि अपलोड द भिडियो भनेको छ, भिडियो डाउनलोड गरिदिन्छु। अनि मेरो लोडिङ भइरहेको छ, लोडिङ भइरहेको छ, राम्रोसँग चलिरहेछ है, राम्रोसँग चल्छ। अब यता हेर्नु होला है, मेरो नोटिफिकेसन आइसक्यो, यहाँ माथि नोटिफिकेसन आइसक्यो। हेर्नुहोस् मेरो यो भिडियोहरूमा मैले यति धेरै भिडियो हालिसकेँ। अनि यस्तो गरेँ अनि होइन, अनि यस्तो ओपन गरेर यो मेरो 2टा च्यानल छ, अनि होइन 2टा च्यानलमा मैले नवीन रिल्स च्यानल छ एउटा, फेरि अहिले देखाउँदैछु। नवीन ब्लग च्यानलमा छ, मैले भिडियो अपलोड गर्छु, अहिले चलाइरहेको छु। एउटा चलाएको छैन, एउटा चलाइरहेको छु। अनि चलाइरहेको छु। युट्युब जस्तै सेम हो कि, युट्युब जस्तै सेम हो। हेर्नुहोस् युट्युबै हो, इन्डियाको युट्युबै हो है। अब हेर्नुहोस् है, मेरो मोनिटाइज भइसकेको छ, इन्डियाको एप मोनिटाइज भइसकेको छ। हेर्नुहोस् सबै